यदि गरिबले भोक लागेर चोर्छ भने सरकार चाहिँ जेल जानुपर्छ हैन। भोक लागेर चोरेको छ भने फेरि लोभले चोरेको चाहिँ भ्रष्टाचारी हो, भोकले चोरेकोलाई भ्रष्टाचारी भन्नु मिल्दैन। विचार गर्नु न, जग्गा चाहिँ सरकारी भन्छ, जग्गा चाहिँ सरकारको भने जनता चाहिँ कसको? एउटा घरको मुलीले हैन, बाउले आमाले मेरो जग्गा मेरो घर मात्रै भनेर त छोराछोरी कसको त? उसको हो कि हैन? अनि त्यो तपाईको जनताले जिम्मा लिनुपर्छ पर्दैन? होला कोही मान्छेले तपाईको चाहिँ कब्जा गरेर बस्या होला, कोही के होला, तर जनताको जिम्मा त लिनु पर्यो नि त। सबै मान्छेले कब्जै गरेर बस्या हो त, त्यो थापाथली त्यो गनाउने तपाईको चाहिँ बागमतीको किनारमा त्यतिकै बस्या हो त। कसलाई रहर सर बजारमा घर किनेर बस्ने हैसियत हुँदा हुँदै थापाथलीको गनाउने ढल्नी रह हैन, बस्न कसैले रहर हुन्छ? तीनटा अधिकार छ हामीलाई, संविधानले कानुनले दिएर जनताले दिएको अधिकार छ। त्यो अधिकार प्रयोग गरेर सरकारले गरेको हरेक गलत कार्यको हामी भण्डाफोर गर्छौँ। अनि आफ्नो सम्पत्तिको स्रोत नदेखाउने सरकारलाई नैतिक अधिकार भन्छ। तैँले यस्तो गरी सरकारी जग्गामा बसेसियो त्यो भन्ने। त्यसले गर्दाखेरि त्यसतर्फ सरकारले चाहिँ ध्यान दिनुपर्छ। आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गर्नुपर्छ। सदन कहिले खुलाउन मान्दैन। अस्ति पनि कराउँदा सदन खुलाएको बन्द भइहाल्यो। कहिले बनाउने बजेट हामीले? अधुरा योजनाहरू कहाँ छन्, के छन्? कतिवटा पुलहरू अधुरा छन्, बाटोको यस अवस्था है। युवा तपाईको चाहिँ हजारौंको संख्यामा दैनिक विदेश पलायन भइरहेको छ। त्यसलाई रोक्नका लागि के छ? यही देशमा रोजगारीको व्यवस्था गर्न लागि के छ? त्यो छैन, केही सोच विचार केही पनि छैन योजना चाहिँ। अनि जहिले पनि डोजर, लाठी, बुट र बन्दुक, चारवटा सम्पत्ति नेपाल सरकारको अहिले देखाएको छ। मेरो फेसबुक आइडी जस्तो क्या, मेरो फेसबुक आइडी देखाइ गर्छ नि, आगै गर्छ भन्ने। सरकारले डोजर, लाठी, बुट, बन्दुक यति हो त देखाउने, सम्पत्तिहरू छैन। अनि त्यति गर्दाखेरि सुशासन भइहाल्यो। हाम्रो तर्क त के छ भने, श्रम संस्कृतिको तर्क त यदि गरिबले भोक लागेर चोर्छ भने सरकार चाहिँ जेल जानुपर्छ हैन। भोक लागेर चोरेको छ भने फेरि लोभले चोरेको चाहिँ भ्रष्टाचारी हो, भोकले चोरेकोलाई भ्रष्टाचारी भन्नु मिल्दैन है। भोक लागेर चोरेको त आफ्नो ज्यान बचाउनको लागि त चोर्छ त मान्छेले। यो देशमा कोही मान्छेले भोक लागेर चोरिरहेको छ भने सरकार चाहिँ जेल जानुपर्छ। अब यो शब्दलाई, यो वाक्यलाई व्याख्या विश्लेषण गरेर बेसरी बुझ्नु। सुरुमा चाहिँ बुझिँदैन मैले भनेको कुरा, के भन्यो भन्छ, सोध्दो रहेछ नि, एक हप्ता पछाडि गुरुत भन्छ। यो मैले धेरै पहिलादेखि थाहा पाएको। अस्ति मैले भने सरकार धेरै हल्को नगर्नु भनेको, मेरो फेसबुकको तपाईँको फलोवर्स स्वात्तै घट्यो 6000। अनि भरेका र उपचार गरेर छोड्नुपर्छ है भनेको, नभन्दै उपचार गरेर छोडेपछि फेरि 1 लाख बढ्यो माथि। अहिले यतिखेर मलाई गाली गर्दैछ यो सुकुम्बासीको बारेमा होइन, घट्दैछ फलोवर्स, हेर्दैछु। अब 1-2 दिनपछि थाहा हुन्छ फेरि बढ्नेवाला छ। त्यो नयाँ घटना होइन मेरो लागि। विचार गर्नु न, जग्गा चाहिँ सरकारी भन्छ, जग्गा चाहिँ सरकारको भने जनता चाहिँ कसको? एउटा घरको मुलीले हैन, बाउले आमाले मेरो जग्गा मेरो घर मात्रै भनेर त छोराछोरी कसको त? उसको हो कि हैन? अनि त्यो तपाईको जनताले जिम्मा लिनुपर्छ पर्दैन? होला कोही मान्छेले तपाईको चाहिँ कब्जा गरेर बस्या होला, कोही के होला, तर जनताको जिम्मा त लिनु पर्यो नि त। सबै मान्छेले कब्जै गरेर बस्या हो त, त्यो थापाथली त्यो गनाउने तपाईको चाहिँ बागमतीको किनारमा त्यतिकै बस्या हो त। कसलाई रहर सर बजारमा घर किनेर बस्ने हैसियत हुँदा हुँदै थापाथलीको गनाउने ढल्नी रह हैन, बस्न कसैले रहर हुन्छ? मान्छे त सुखको खोजीमा निस्केको प्राणी पनि हो नि हैन। न्यु रोडमा घर हुने मान्छे चाहिँ त्यहाँनिर आएर बस्छ।